दर्शकबिन सबैमा मेरो नमस्कार भन्न चाहेँ मैले। के छ खबर तपाईँहरूको भनेर म विशेष साँझपख फेरि पनि मेरै भिडियोद्वारा उपस्थित भइसकेको छु। उपस्थित सँगसँगै म घरबाट इभिनिङ वाक निस्केको छु र मेरो घरभन्दा केही मासतिर उत्तरतर्फ म लाग्दै थिएँ। एक विशाल फाँट मेरो आँखाको नजरमा देखा पर्यो। त्यही विशाल फाँटलाई मैले उब्जानीको क्रममा एक बिचमा सडक उत्तर दक्षिण विशाल मकैबारी देखेर मैले दर्शकबिनहरूलाई सम्झेँ। देशमा गरे के हुँदैन भनेर विकास र प्रगतिको नेहा अभिवादन सहित मेरो क्यामेराले यो भिडियो देखाउँदैछ। हेर्नुहोस्, तपाईँको यो रोडको पूर्व पश्चिमको रोडको दक्षिणतर्फ हेर्नुहोस् मकैबारी, विशाल मकैबारी छन्। यस्ता मकैबारी तपाईँको लाखौँ छन् तराईमा। तपाईँको यसै गरी मैले हरेक दिन आँखाले निहालेर देखेसम्म हरेक भिडियोहरू मैले युट्युबद्वारा प्रसारण गरेको छु। त्यही प्रसारण गरेको खण्डमा तपाईँहरूले लाइक, कमेन्ट र सब्सक्राइब सम्पूर्ण आफन्तहरूलाई गरिदिन लाउनुहोस्। ल हेर्नुहोस्, यति राम्रो रोड छ, तर म रोडमा धेरै बेर बसेँ तर एउटा गाडी घोडा कुदेको देखिनँ। हेर्नुहोस्, पर बर पिपल पनि देखिँदैछ। हेर्नुहोस्, त्यो बर पिपल, बिजुलीका पोल। अब यसै गरी क्यामेरा मेरो उत्तरतर्फ हेर्नुहोस्। उत्तरतर्फ तपाईँको हेर्नुहोस्, यति हरियाली मकैबारी छ कि बाँसजङ त्यत्तिकै प्रशस्ति छ, रुखपात त्यत्तिकै देखिन्छ। यो विशेष नाली पनि देखिँदैछ। यो नाली चाहिँ विशेष तपाईँको यो झापा भन्ने ठाउँ चाहिँ कस्तो पर्छ भने, झापाको सडामती चाहिँ तपाईँको पूर्वमा ब्रिङ छ भने पश्चिममा तपाईँको चाहिँ माइखोला छ। बर्खाको बेलामा भीषण पानी, पहाडमा परेका भीषण पानी चाहिँ तपाईँको सबै जम्मा भएर आउने तराई नै हो। त्यसैले खोलामा नअटेको खण्डमा गाउँ छिर्ने, खेतीपाती छिर्छन् भनेर चाहिँ विशेष तपाईँको प्रशस्ति मात्रामा चाहिँ यो नहरहरू खडा गरिन्छ र उहाँ नअटेका पानी तपाईँको खेतका सिँचाइको अन्तिम भागमा आएर यसरी जम्मा हुँदै फेरि त्यो खोलैतर्फ जान्छन्। अब यसै गरी मैले तपाईँहरूलाई देखाउँदैछु सँगसँगै केराबारी, बाँसझ्याङ, विभिन्न मैले आँखाले लिएसम्म निहालेसम्म सबै देखाउँदैछु। हेर्नुहोस्, केराबारी के रोपे के हुँदैन, बाँसझ्याङ त्यस्तै छन्, रुखपात त्यति घना छन्। हामी एउटा बरको फेरामा बसौँ, खालि चुनावका तातो भुत्तो कुरा गरौँ, गफ गरौँ, बसौँ, होइन। अनि त्यो मकै पाक्ने बेलामा चाहिँ अनि घाँटीबाट थुक हुट निलो हेर मिहिनेत गरेको भए यतिखेर 2 लाखको हुने रहेछ भनौँ, 4 लाखका हुने रहेछ भनौँ। हो, यस्तै गरेर चाहिँ हामी अलिकति पछाडि पर्छौँ। वास्तवमा तपाईँको हामीले नेपाली मान्छेले विश्वको इतिहासै छ। तपाईँ हाम्रा छोरा, दाजुभाइ, नाति नातिनाहरू सबै चाहिँ विदेश पनि छन्। विदेशमा अनेक दुःख गर्नुपर्छ, मजदुरी गर्नुपर्छ, तर त्यो मजदुरी नेपालमा गर्नुपर्छ भनेर बुझिँदैन, होइन। त्यसै कारणले मैले तपाईँहरूलाई हेर्नुहोस्, विशेष सबैले गरौँ, होइन। त्यो फोकट चिया पसलमा चौतारीमा बसेर ताइना तुइका चाहिने पार्टीका कुरा गरेर आखिर त्यो लाउने, दिने, खाने केही पनि होइन। त्यसैले सम्पूर्ण मेरा दर्शकबिन दाजुभाइ तथा दिदीबहिनीहरूलाई मैले आँखाले निहालेर देखेसम्म मैले कुनै पनि छुट्याएको छैन। बेलुकाको घाम पनि अलिकति देखिँदैछ, हल्का अस्तन लागेको देखिँदैछ दर्शकबिन। यसरी नै मेरा गन्तव्यका यात्रा फेरि अगाडि बढ्दैछ। म अगाडि बढेर हिँडि नै रहेको छु। जे देख्छु तपाईँहरूलाई मैले क्यामेरामा कैद भएका, होइन, सबै दृश्य